हेर्नुहोस् है साथीहरू, हामी चाहिँ अहिलेसम्म पनि लक्ष्यमा पुगेको छैन। ट्रेकिङ जाने चाहिँ 2 जना मात्रै हो। अब हेरौँ, बाटो चाहिँ यस्तो छ, माथिदेखि तलसम्म जङ्गलै जङ्गल मात्र छ। हेर्दै गर्नुहोस् है साथीहरू। ल रमिते आइपुग्यो भन्छ, अब कहाँतिर रमिते थाहा छैन। ल हामी चाहिँ रमिते आइपुग्यो साथीहरू। ए अब यहाँबाट चाहिँ पुरा जहाँ पायो त्यहीँ गुँडासै गुँडास मात्रै देख्नुहुन्छ तपाईँहरूलाई, तर फुलेको छ कि छैन। है साथीहरू, यहाँबाट ओह्रालो चाहिँ पुरा एकदमै रमाइलो देख्नुहुन्छ तपाईँले। तर के गर्ने, आज अलिक फगी लागेको कारणले गर्दा असुविधा भइरहेछ। अब यो उकालो जानु छ हामीहरू। शरीर पुरा तात्तिँदैछ अब चाहिँ। हामी चाहिँ रमितेको डाँडामा आइपुगेको छ साथीहरू। यहाँबाट चाहिँ एकदमै भ्यू पोइन्ट जस्तो है। तल गयो भने चाहिँ खाल्डा जस्तो पुरा खसी गयो भने चाहिँ अन्डा फुटाइ जान्छ नि फेरि। ए यस्तो छ है रमिते भन्ने कुरो। अब रमिते त आइपुग्यो, भाइ पानी पिउँ त, नत्र चाहिँ उकालो नजाला जस्तो छ। पानी सेतो गुराँस पनि छ होला नि माथि त। है साथीहरू, यहाँ आइपुग्दा पानी पनि मिठो हुँदो रहेछ। कस्तो दामी देख्छ ल हेर्नुहोस् है साथीहरू,